है। बादलमा पुग्यो। बल्ल झारे है। एकै ठाउँमा ल्याइपुर्यायो है। एक राउन्ड मारेर लिएर आयो। अघि भिडियो लिन पाएको थिएन, यो लिन पायो बल्ल अहिले। Due to traffic congestion. And our बल्ल एयर ट्राफिक भएर 15 राउन्ड काठमाडौँ भ्यालीमाथि 15 राउन्ड लगाएपछि बल्ल अनि चाहिँ हाम्रो एयरप्लेन चाहिँ ल्यान्ड गर्नको लागि अनुमति पायो है। अनुमति पाउन साथ उसले चाहिँ अब प्लेन चाहिँ बिस्तारै तल झार्दैछ। पुरा बादल पो आयो फेरि हो ट्रेलीको र त्यो पहाडमा बसेछन् मान्छेहरू। कत्रो कत्रो डाँडाहरू छन् आमामा। यत्रो पहाडमाथि हेर यस्तो बस्ती छ है, डाँडाको चुचुरोमा। हेर्नुहोस् कस्तो खतरा रहँदो रहेछ पहाड यार। बाबा डेन्जर रहेछ नि यो पहाड त। हेर
तिरमा यही डाँडामाथि आइपुग्यो फेरि गुम्बा यस्तो डाँडामा छ है गाउँ अब हाम्रो प्लेन चाहिँ ल्यान्ड गर्ने तर्खरमा छ है काठमाडौँ इन्टरनेसनल एयरपोर्टमा काठमाडौँ आइपुगेको अवस्था छ काठमाडौँ हामी चाहिँ इट्टा भट्टनले चाहिँ एयर ट्राफिक परेर लगभग 15-16 राउन्ड काठमाडौँको आकाशमै हाम्रो एयरप्लेन चाहिँ राउन्ड लगाउनु पर्ने अवस्था परेको थियो 15-16 राउन्ड लगाए पश्चात बल्ल हाम्रो एयरप्लेनले चाहिँ ल्यान्ड गर्ने अनुमति पाएको छ र अब ल्यान्ड गर्ने तर्खरमा छौँ बिस्तारै आफ्नो जन्मभूमिमा टेक्न लागिरहेको छ है त काठमाडौँ भ्याली एयरपोर्टभित्र इन भयो प्लेन अब ल्यान्ड गर्नु बाँकी छ ल्यान्ड गर्यो जस्तो लाग्यो मलाई है ल्यान्ड गर्यो बल्ल जय श्रीराम जय श्रीराम ल्यान्ड भयो लगेजको लागि कुदिरहेछौँ यहाँ हामी चाहिँ लगेज आउँदैछ पुरा यहाँ हाम्रो एयरलाइन्सबाट झरेको साथीहरू लगेजको लागि यहाँ इन्तजारमा छौँ सबै यहाँ लगेज पर्खाइमा छौँ साइज कति लाग्यो
टाटा जाने यता मात्रै घुम्ने हो क्या हिँड यता यता गेटमा लगाएर रोक मर्स्यादी गाउँपालिकाको पहिलो सुरु नेपालको पहिलो सुरु मार्ग हो ए नेपालको पहिलो सुरु मार्ग मर्स्यादी गाउँपालिकाभित्र पर्छ नेपालको पहिलो सुरु मार्ग मर्स्यादी गाउँपालिकाभित्र पर्छ होला पारीतिर मानी छैन मोजी
हेलो गाइस, गुड मर्निङ। आज म चाहिँ लगभग 9-10 बजीतिर हल्का खानाहरू खाएर चाहिँ तल घुम्न आएको। यहाँ माथि च्यानडाँडा भन्ने ठाउँमा यहाँ एउटा गुम्बा छ है। गुम्बाको साइडतिर यसो घुम्न आएको। त्यो घले गाउँतिरबाट आउने जीवहरू यिनीहरू हो। यस्तो डाँडा काँडा छ हेर्नुहोस्, यहाँ यति ठुलो डाँडा काँडाहरू छन् है। अनि तपाईँको लमजुङ बेसी सहर, लमजुङ सदरमुकाम चाहिँ यिनीहरू हो, यो तल पर्छ। यही हो सदरमुकामहरू चाहिँ। अनि यहाँ छेकिएछ रुखहरूले है। अब म चाहिँ फर्किन्छु है गाइसहरू, यहाँबाट फर्किन्छ। यो गुम्बा तिर यसो गएर आउँ भनेर धेरै वर्ष भयो नआएको माथितिर। यो घले गाउँतिरबाट आउने गाडीहरू यिनीहरू चाहिँ। अब एउटा फर्किन्छु है त गाइस, म अब फर्किन्छु अब फेरि तल। यो सदरमुकामको भ्यू हल्का यताको त देखिँदैन, उता चाहिँ त्यति चाहिँ सदरमुकामको भ्यू है गाइस। यो लमजुङ सदरमुकाम बेसी सहरको यो माथितिर प्रायः जस्तो गुरुङ गाउँहरूको बस्तीहरू छ। यो डाँडातिर है, यो डाँडातिर यो गुरुङ गाउँको बस्तीहरू छ यहाँ। अनि पिस हिल यो माथिको, यो पिस हिल हो। यो चाहिँ पिस हिल है गाइस। पिस हिल भन्ने डाँडामा, यो डाँडामा पिस हिल एउटा रिसोर्ट छ मजाको। थुप्रोजना मान्छेहरू त्यहाँ घुम्न जान्छ, गइराखेको हुन्छ है। अघि म यो माथि गुम्बामा गएर आएको म चाहिँ। ल है त गाइसहरू, आयौँ साइक्लिङ आएको हामी। साइक्लिङ के भयो? लेफ्ट जता नि लेफ्ट। आऊ आयो